यता पनि ल पक्कै उता पनि ल पक्कै यो केटा बहुत तेज हो रहा है बेबी तिमी मलाई कति माया गर्छौ? म त तिमीलाई आफू भन्दा धेरै माया गर्छु नि। त्यसरी होइन के बेबी, अलिकति फिल गरेर भन न। ए फिल गरेर भन्नु? ल अब चाहिँ फिल गरेर भन्छु ल। म तिमीलाई यति माया गर्छु कि एक दिन तिमीलाई नदेख्दा तिम्रो फोटो हेरेर चित्त बुझाउँछु। के बोले भाइ? ओ माय गॉड सो क्यूट। मलाई नि देखाउ न बेबी, कुन फोटो हेर्छौ तिमी? त्यही के बेबी, तिमीले झुम्का लाको फोटो छ नि, हो त्यही फोटो हेर्छु। देखाउ न त बेबी, म नि हेर्छु कुन फोटो रहेछ। हेर्ने एकछिन है त। ल हेर, मेरो फोटो हो यो? ओ सेट, सरी बेबी सरी। यसले पनि तिम्रो जस्तै झुम्का लाको रहेछ, त्यसैले झुकिएछु। खोइ कुन फोटो हो, हेरौँ न हामी नि। तेरो एक्सको फोटो हो, हेर्छस्? तिम्रो एक्स थियो र? मलाई त तिमी मेरो फर्स्ट लभ भनेको होइन। त्यस्तो त यसले कतिजनालाई भन्यो। क्या कर रहे यार तू? हुँदा नेपाली पढाउने मिसलाई पनि तपाईँ मेरो फर्स्ट लभ हो मिस, प्लिज कल मी भनेर मेसेज गरेको थियो यसले। अनि मिसले कल गर्नु भयो त? गर्नु भयो नि, तर यसलाई होइन प्रिन्सिपल सरलाई। ल्या, त्यसो भए त प्रिन्सिपल सरले उसको प्यारेन्ट्स बोलाउनु भयो होला है? के को प्यारेन्ट्स बोलाउनु? यसको बाउ नै प्रिन्सिपल सर हो नि। मिसलाई प्रपोज गरेको थाहा पाएपछि प्रिन्सिपल सरले लात्ता हानेर यसलाई घरदेखि निकालिदिनु भयो। त्यसपछि मसँगै बसिरहेछ यो। साले त साथीको नाममा कलङ्क होस् कलङ्क। त जस्तो साथी त मेरो दुश्मनले नि नपाओस्। दुश्मन सुनेर एउटा गीत याद आयो, म गाउँछु ल। दुश्मन हेरेको हेरै तेरो बाउ छेरेको छेरै, दुश्मन हेरेको हेरै तेरो बाउ छेरेको छेरै। ओइ घरबेटी आए जस्तो छ, अब के गर्ने? गर्ल्स तिमीहरू खाटमुनि लुक त एकछिन। बुझ्दिन म, तिमीले मलाई झुट बोलेको होइन। आई हेट यु। ल आई लभ यु टु। अबे साले, म तिमीलाई पछि सब सम्झाउँछु के। अहिले चाहिँ खाटमुनि लुक न प्लिज। ढोका खोल्न नि यत्रो समय लाग्छ? के गर्दै थियौ तिमीहरू? केही होइन घरबेटी बा, हामी त सुत्न लाथ्यौं। हरामी हो। अनि खाना खायौ त तिमीहरूले? खा छैन घरबेटी बा, घिचेको मात्रै। त किन बढी बोलेको के? फसाउन मन छ? यो कोठामा त लेडिज परफ्युमको बास्ना आइरहेछ त, के हो पारा? खत्म। खोइ कहाँ घरबेटी बा, मलाई त आएको छैन त। साले तू। ओइ तँलाई परफ्युमको बास्ना आइरहेछ त? मलाई पनि आएको छैन, बरु तेरो कुहिएको मजा चाहिँ गनाइरहेछ। मेरो मजा किन छुको तैले? जहाँ थियो त्यही राख। नाटक नगर है तिमीहरू, हरहरी बास्ना आइरहेछ मलाई। मोजाको पनि हरहरी बास्ना आउँछ र घरबेटी बा? मोजाको त दुर्गन्ध पो आउँछ त। बात त सही है। विश्वास नलागे दिउ त मोजा, सुङ्ने हो? चुपलाक, मोजाको होइन परफ्युमको कुरा गर्दैछु म। घरबेटी बा पनि आफैले घरबेटी आमाको परफ्युम लाएर आउनुभयो होला, अनि हामीलाई दोष लाउनुहुन्छ। म यति राति तेरो घरबेटी आमाको परफ्युम लाएर हिँड्छु? ए भनेपछि दिनमा चाहिँ लाएर हिँड्नु हुँदो रहेछ घरबेटी बाले। को हाँसेको थियो? को हाँसेको भर्खर? म हो घरबेटी बा, मैले हाँसेको भर्खर। मलाई नढाटे।